guys, welcome to my YouTube channel. म चाहिँ आज गान्तोक आएको छु है। यस्तो घाम टन लागिरहेको छ। आज साका दावाको दिन हो, त्यसो मान्छे छैन रहेछ त घुम्पा जानु भयो होला। अन्त मसँग चाहिँ बहिनी र त्यो हाम्रो मसँग बस्छ नि माथि छिमेकी बहिनी र अन्त भाइ नानी अगाडि जाँदैछौँ। अन्त मलाई चाहिँ बहिनी भनेको मसँग जाउँ भनेर आज गान्तोक फकाएर लिएर आएको मैले हो। नानीसँग अलिक घाम लाग्दैछ हो, यस्तो हुनु सक्दैन नि। अन्त बहिनी म चाहिँ गान्तोक किन आएको भने म तपाईँ अहिले एकछिनमा देखाउँछु ल। गान्तोक चाहिँ किन आएको, आज साका दावा हो नि गुम्पाबाट आउनुभएछ उहाँहरू। म गुम्पा जानुभन्दा ढिलो भयो नि होला। अन्त घाम पनि पुरा लाग्दैछ, त्यही कारण चाहिँ नगएको गाइस म गुम्पा चाहिँ हो। अन्त यहाँ जाँदैछु म चाहिँ आज गान्तोक किन आएको भनेर तपाईँलाई म आएर देखाउँछु। उनीहरू लाइफमा म दबाई किनिहाल्छु त्यहाँ तपाईँलाई भेट्छु ल। मैले दबाई किनिसकेँ हो। अन्त यहाँ हिँड्दै नानी चाहिँ यहाँ हिँड्दैछ, गरम भयो टोपी बाँगेछ हो। बहिनीले एकदम थ्याङ्क यू। मैले जब अझै चाहिँ फकाएर ल्याएको हो। आज सुन्ने रहेछ किनभने सबै गुम्पा जानुभयो होला, त्यसले गर्दा सुन्ने देखेँ मैले त। म चाहिँ गान्तोक किन आएको भनेपछि दुइटा काम लिएर, खास एउटा काम मात्रै आएको थियो, त्यो काम गरिसक्यो। अनि हामी चाहिँ आज विशाल मार्ग घुम्नु जाने हो। अन्त म चाहिँ विशाल मार्गको अलग्गै हाल्छु हो। यो आजको पार्ट 1 हाल्छु, विशाल मार्गको भोलि हाल्छु है, पार्ट 2 भनेर हाल्छु। म भोलि हाल्छु। विशाल मार्ग पनि जान्छु हामी, के किन्छ तपाईँ त्यहाँ देख्नु सक्नुहुन्छ। मेरो ब्लग चाहिँ हेर्नु पर्यो है, पार्ट 1 पार्ट 2 हुन्छ। आज यो चाहिँ म पार्ट 1 हाल्छु। अन्त गाइस घाम त के भन्नु, भगवान तातोले भन्नु आँटेको छ गरम भएर हो। अन्त म त पुरा उयो घामले डढिसकेँ, कालो कालो भयो गाइस। म त घामले डढेर हिँड्दापट्टि हेर्नुहोस् कालो कालो भएछ म पुरा। यहाँ फोटो खिच्दै रहेछ, डिस्टर्ब गरौँ न, दुईजना फोटो खिच्दै रहेछ। बिचमा आइगयो हामी। हामी कहाँ हुन्छ यता आएछौँ। अच्छा गाइस घाम हेर्दा आकाशमा घाम त के भन्नु बहिनी, यता गाइस घाम हेर्दा चाहिँ ठन्डा के गनाएको, पानी गनाएको के गनाएको, एक प्रकारले गरम बस्छ। नानी बहिनी चाहिँ हिँड्दैछ है। यहाँ सेल छ अरे, एक दिन अलि बिहामा जानुपर्ने छ। बिहान पनि जब त्यस्तै हो, मोटो भएर हिँड्नु सक्दैन हो एकमा। अन्त कालो पुरा कालो भएछ। म त के गर्नु, मेरो नानी चाहिँ मसँग पुरा बदमास गर्छ। त्यो बहिनी छिक्कै बस्छ रहेछ। अन्त वेट अन्त यहाँ हिल्स एन्ड स्टोर्समा चाहिँ अहिले म एकछिनमा जान्छु। अस्ति मैले सेलमा देखेको थियो 500 भन्ने थियो। अन्त हामी चाहिँ यहाँदेखि उड्नु जानुपर्ने हुन्छ हो। अब हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ के अरू त मलाई केही याद छैन है। बहिनी यहाँ चाहिँ एकदमै राम्रो भयो है, नानीसँग बस्नु एकदमै राम्रो भयो आज। अब हामी चाहिँ यता दोकान पुगेको तपाईँलाई देखाउँछु ल। म चाहिँ यहाँ भाले दिन आएको थिएँ ल। भाले मेरो अर्डर चालिस अझै आउनु भएको छैन छ। यति चाहिँ म चाहिँ घरमा आमाले पठाउँ भनेको ल। यहाँ चाहिँ भाले पनि सकेछ अहिले चाहिँ होइन, भाले पनि सकेछ अहिले फेरि आउनुहुन्छ। यो चाहिँ म घरमा पठाउँ भनेको नि, किनिहालेँ नि। तिमी पैसा कहाँ देखाउँछु तपाईँले देखाउनु मिल्दैन थियो। अन्त यो चाहिँ म घरमा पठाउँ भनेको आमालाई। अन्त म आमालाई यो पनि पठाउने हो। यसमा के छ अब भाइले याद छ हो। अन्त यो सामान चाहिँ छोड लान्छ। भाले चाहिँ छैन रहेछ अहिले, भाले सबै एम्टी भएछ भाले। अब हामी चाहिँ उँधो मिसाबार जाने नि हो। अन्त मेरो चाहिँ 40वटा भाले छ। 40वटा भाले चाहिँ भरे 2 बजीतिर म रिसिभ गर्नु आउँछु। त्यो भाले चाहिँ कहाँ लान्छ भन्नु तपाईँले मेरो भोलि ब्लगमा हेर्नुहोस्। म कहाँ जानेछु भोलि तपाईँलाई म देखाउँछु हो। अन्त अब म
अब चाहिँ म यहाँदेखि निस्केको गाइस भन्नुभएको छैन है क्याफेटेरियामा अटो गरिरहेको छ अब चाहिँ निस्केको खोइ दुईजना नानी कहाँ उनीहरू लुगा हेर्नु छ नि हेर्नु दिमाग खप्दै गएको यो म चाहिँ त्यो पाले रिसिभ गर्नु आएको थियो मैले चाहिँ 40 पालेको थियो त्यो चाहिँ अहिले छैन रहेछ हो अहिलेबाट 2 बजी आउँछु भनेको थियो अहिले दुईजना यहाँ पुगेछ ल म मेरो अर्को फोनमा फोन आउँछ जस्ट फोन गरेर तपाईँलाई हेर्छु ल अन्त मैले चाहिँ एउटा कुरा बिर्सेछ नि अन्त एकजना आङ्गीले छ नि अस्ति म घर जाँदाखेरि चाहिँ मैले आमाले छाता दिएको थिएँ नि हो अन्त त्यो आङ्गीलाई पनि छाता ल्याइदिनु भन्ने थियो अन्त म ऊपर एमजीमा गएर छाता लिएर चाहिँ फेरि सामानसँगै यहीँ राख्छु म छाता सँगै राख्छु हो छाता किन्न तपाईँलाई देखाउँछ यहाँ एमजीमा आउनु मन छाता मनै परेन अब छाता किन्नु गएको हुँदो आज ठाडो बाटो पुरा खुल्ला खुल्ला छ है साखा दावाका सब गुम्पा जानुभएछ एकदम खुल्ला खुल्ला छ चाहिँ हाम्रो त भाले पनि अल्टो भइने रहेछ हो मैले भाले 40 बोकेर कहाँ जान्छ भने तपाईँ भोलि हेर्नुहोस् त भोलि म बिहानदेखि उठेर ब्लग हाल्छु कि तपाईँ बिहान हेर्नुहोस् ल अझै भाइ मिल्दैन पुरा बातमा छ यहाँ ठिक 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 गएर प्लिज रिलायन्स टोयसमा पनि अलिक जाउँ भनेको रिलायन्स टोयस कि टोयसमा जाउँ भनेको खै भ्याउँछ कि विशालमा गएको अहिले चाहिँ हामी अब छाता बस्नु छ किनेर त्यहाँदेखि विशालमा जान्छु अवस्थामा पनि नखानु 6 महिनामा एकपल्ट खाइदिन्छु तिमीसँग हिँड्ने अन्त गाइस पुरा गालो उयो भयो कि ल म भिडियो इन एन्ड गर्छु ल बाई बाई आई लभ यु भोलि भेटौँ न बाई बाई